कार्यक्रम अर्थ सरोकार। नमस्कार अनि स्वागत छ कार्यक्रम अर्थ सरकारमा। म कार्यक्रम प्रस्तोता चक्रपाणी तिमल सिन्हा। प्रविधि कक्षबाट मलाई सहकर्मी विवेकले साथ दिनुभएको छ। कार्यक्रम हरेक हप्ता आइतबार बिहान 7:30 बजेपछि प्रसारण हुँदै आएको छ। तपाईँ हामीलाई अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.lp बाट संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। अब नेपालको समृद्धिका लागि लगानीका अवसरहरू पहिचान गरी लगानीको वातावरण विकास गर्दै जानुको विकल्प छैन। जिल्ला स्तरमा पनि लगानी वर्ष मनाउन खोजिँदैछ। यसै सन्दर्भमा आजको कार्यक्रम अर्थ सरकारमा सुर्खेत लगानी वर्ष 2073 का सन्दर्भमा छलफल गर्नेछौँ। सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीसँगको कुराकानी श्रोता समक्ष राख्नेछौँ। सुन्दै रहनुहोला रेडियो अर्पण 104.5 मेगाहर्ज। स्वागत छ अध्यक्षज्यू यहाँलाई कार्यक्रम अर्थ सरकारमा। धन्यवाद चक्रमणि। अहिले चाहिँ केमा व्यस्त हुनुहुन्छ अध्यक्षज्यू? यहाँ नयाँ कार्यकालपछि के गतिविधि भइरहेका छन् सुर्खेत उद्योग वाणिज्य सङ्घमा? एकैछिन हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न। विशेष गरी हामी निर्वाचित भएर आइसकेपछि दिगो आर्थिक विकासका लागि समृद्ध निजी क्षेत्र भन्ने मूल ध्येयका साथ हामीले आफ्नो रणनीतिक योजना रणनीतिक र कार्ययोजना चाहिँ निर्माण गरी हाम्रो कार्य प्रारम्भ गरेका छौँ। र विशेष गरी अब उद्योग वाणिज्य क्षेत्रको मुख्य काम कर्तव्य भनेको आफ्ना सदस्यहरूको हकहितको संरक्षण गर्ने कार्यलाई व्यवसाय सेवा केन्द्र मार्फत हामीले त्यसलाई अझै व्यवसाय सेवा केन्द्रका सेवा सुविधाहरू विशेष गरी सदस्य उन्मुख र व्यवसायिक उन्मुख हुने हिसाबले चाहिँ फेसिलिट गर्ने काम गरिरहेछौँ भने अर्को पार्टमा सचिवालय व्यवस्थापनको सवालमा पनि सचिवालयलाई आइसो सर्टिफिकेसनको प्रोसेसलाई अगाडि बढाएको अवस्था छ र सचिवालयलाई अझै गुणस्तरीय सेवाहरू सचिवालयबाट प्रदान गर्ने आधुनिकीकरण गर्ने काममा हामी लागेका छौँ। र अर्को तेस्रो पार्ट चाहिँ हाम्रो मुख्य पार्टको रूपमा रहेको सामाजिक विकासको क्षेत्रमा विशेष गरी यो ट्याक्स पेयरहरू ट्याक्स तिर्न चाहन्छन् तर ट्याक्स पेयरहरूलाई डेभलपमेन्ट रिफ्लेक्सन चाहिन्छ भन्ने सवालमा चाहिँ वीरेन्द्रनगर नगरपालिका र सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक सार्वजनिक साझेदारीको मोडेलमा चाहिँ हामीले उठ्ने व्यवसायिक करको भन्ने 50% रकम चाहिँ सडकको सौर्य बत्ती तथा यो सिसी क्यामेरा व्यावसायिक सुरक्षाको लागि सिसी क्यामेराको लागि कार्य प्रारम्भ हामी गरेका छौँ। नीतिगत हिसाबमा हामीले यसलाई बजेट अप्रुभ गरेका छौँ। अब यो कार्य तुरन्तै अगाडि बढ्ने पोइन्टमा छ। त्यस्तै गरी अरू सामाजिक गतिविधिहरू थुप्रै गतिविधिहरूमा हामी संलग्न छौँ। विशेष गरी अहिले सरसफाइ अभियानलाई एउटा ठुलो अभियानको रूपमा चाहिँ प्रत्येक हप्ता विभिन्न सङ्घ संस्थाहरूलाई लिएर वीरेन्द्रनगर बजारको क्षेत्रलाई सरसफाइको अभियान हामीले हप्ता पछि सुरु गरेका छौँ। यसले एकदमै राम्रो ठुलो माइलेज प्राप्त गरेका छ र अहिले वीरेन्द्रनगर नगरपालिका यहाँको ग्रिन सिटी म्यानेजमेन्टदेखि लिएर सबैले यसलाई सबै क्षेत्रले यसलाई प्रशंसनीय रूपमा लिनुभएको छ र विशेष गरी उद्योग व्यवसाय क्षेत्र सिर्जना गर्ने र उत्सर्जन गर्ने पनि दुईटै पार्ट भएको हुनाले यो कुरालाई हामीले मध्यनजर गरी हामीबाट यो काम चाहिँ कन्स्ट्रक्टिभ तरिकाले सकारात्मक तरिकाले अगाडि बढ्नुपर्छ अगाडि बढाएको छौँ। विशेष गरी चाहिँ यो हाम्रो अर्को मुख्य एजेन्डा भनेको दिगो आर्थिक विकास भन्नेको पार्टमा चाहिँ विशेष गरी सुर्खेत सचिव तथा प्रशासनिक केन्द्रको रूपमा मात्र नभई सुर्खेत चाहिँ कृषि जडीबुटी खानी खनिज जलस्रोत र पर्यटनको ठुलो सम्भावना भएको क्षेत्र हो। हाम्रा यी सम्भाव्य आर्थिक लगानीका सम्भाव्य क्षेत्र हुन्। यी लगानीलाई प्रबन्धन गर्ने हिसाबमा विक्रमसम्म 2073 अथवा सन् 2016-17लाई सुर्खेत लगानी वर्ष 2073 को रूपमा अगाडि बढाउने हिसाबमा चाहिँ हामी गएका छौँ। यसमा जिल्लाको पिपिसिसी फोरम मार्फत जिल्ला परिषदबाट यसले जिल्लाले पनि यो कुरा वहन गरेका छ र सुर्खेत लगानी वर्ष 2073 को रूपमा कार्य अगाडि बढाउने हामीले प्लान गरेका छौँ र वर्षभरि विभिन्न लगानीका गतिविधिहरूलाई अगाडि बढाउने र विशेष गरी यो क्षेत्रमा रहेका सम्भावनालाई उजागर गर्ने हिसाबले लगानीका स्पेसिफिक प्रोजेक्टहरू खोजेर ती प्रोजेक्टमा चाहिँ लगानीका इन्भल्भ गराउने र विशेष गरी सरकारका क्षेत्रबाट पोलिसी लेभलका नीतिगत समस्याहरूलाई चाहिँ निराकरण गर्दै लिएर जाने र सँगसँगै विशेष गरी यो क्षेत्रमा हामीले अहिले यो कुराहरू चाहिँ उठाइराखेका अवस्था छ र यो लगानी वर्षकै तयारीको र लगानी वर्षको एउटा समुद्घाटन समारोहको कार्यहरूलाई र सँगसँगै बिचका बिटिबी सेसन जसपछि अन्तर्राष्ट्रिय व्यापार मेला लगायत चाहिँ अन्तर्राष्ट्रिय स्तरकै सेमिनार यसैको प्रोसेसिङमा चाहिँ हामी अहिले व्यस्त भएको म जानकारी गराउँछु।
अलिकति हाम्रा श्रोताहरूलाई जानकारी पनि गराउनु आवश्यकता छ। हामीले कौतूहलता पनि होला। हामीले विशेष गरेर एउटा नयाँ कुरा अध्यक्षज्यूबाट पनि सुन्यौँ, लगानी वर्ष सुर्खेत लगानी वर्ष 2073 मनाउने क्रममा अथवा चाहिँ यो अभियानमा सुर्खेत उद्योग वाणिज्य सङ्घ लागेको छ अवस्था छ। यो किन यो चाहिँ भनौँ न लगानीका लागि लगानीको वातावरण चाहिन्छ अथवा चाहिँ आर्थिक विकासमा चाहिँ हुनुपर्ने कुराहरूको लागि सार्वजनिक निजी क्षेत्र बसेर विभिन्न कामहरू गरिरहेको अवस्था पनि छ र हिजोको दिनमा पनि धेरै कुराहरू भएका हुन् यो चाहिँ आर्थिक विकास समृद्धिको पाटोमा। यो लगानी वर्ष भनेरै यहाँहरूले मनाउनु पर्ने अथवा यो अभियानमा लाग्नुपर्ने आवश्यकता चाहिँ किन रह्यो त? चक्रवाणीजी, विशेष गरी नेपालको संविधान 2072 को आगमन सँगसँगै नेपालीहरूमा एउटा खालको उत्साह र विशेष गरी संहितामा देश गइरहेको अवस्था र विगतमा हामी निजी क्षेत्र चाहे 10 वर्षको जनयुद्ध 10 वर्षको जनयुद्ध हो, चाहे भूकम्पको पीडा हो, चाहे नाकाबन्दीको पीडा हो, सधैँभरि नकारात्मक जीवनबाट जतिसुकै ग्रसित हुँदा पनि सकारात्मक जीवन सोच्ने एउटा तहको एउटा क्षेत्रको रूपमा निजी क्षेत्रलाई बुझिन्छ। र विशेष गरी अहिले निजी क्षेत्रको च्यालेन्जको रूपमा रहेको हाम्रो विशेष गरी यो क्षेत्रमा थुप्रै लगानीका सम्भावनाहरू छन्। हामी सधैँभरि सम्भावनाको कथा र कहानी हालेर मात्रै हुँदैन, त्यो सम्भावनालाई उजागर गर्ने हिसाबले त्यसलाई लगानी प्रबन्धन गर्न जरुरी छ र यो लगानीको लागि एउटा उपयुक्त समय हो भन्ने हामीलाई ठम्मै छ। र यसका लागि लगानी प्रबन्धनका थुप्रै गतिविधिहरू नगरेसम्म विशेष गरी यो क्षेत्र चाहिँ गरिबीको एउटा एकदमै न्यून रेखामुनि विशेष गरी प्रदेश नम्बर 6 र सुर्खेतदेखि यो माथिल्लो टेरिटोरी क्षेत्र जुन हाम्रो सम्भाव्य बोकेको क्षेत्र छ, यो देशको सबैभन्दा हाई रिसोर्सेस पोटेन्सियल सम्भावना भएको क्षेत्र र एकदमै लेस पर क्यापिटा इन्कम कन्ट्रिब्युसनको क्षेत्र हो। र यसमा फेरि हामीले कृषिको क्षेत्रमा पनि ठुला खालका हाई भ्यालु एग्रिकल्चर क्रप्सहरू, जडीबुटीमा 750 भन्दा बढीका जडीबुटी प्रडक्टहरू, लाइम्समा भनौँ न खानी खनिजमा हामीसँग सुर्खेतमै झन्डै ठुलो एसियाकै ठुलो चाहिँ लाइमस्टोनको खानी, चौकनी खानी, लखरपाटाको खानीको र सँगसँगै साना जेम्स काइनेटिक सँगै तामा, पेट्रोलियम पदार्थ, प्रेसर कोडका त्यो क्षेत्रमा सुर्खेतसँग जोडिएका, सुर्खेतसँग त्यो सामिप्यता छ भने जलस्रोतको पनि अब थुप्रै सम्भावना हामीसँग छ। र पर्यटन सबैभन्दा ठुलो चाहिँ हामी कहाँ चाहिँ पर्यटनलाई कनेक्टिभिटी गरेर लिएर जान सक्यो भने सबै खालका पर्यटनका चाहिँ प्रडक्टहरू हामीसँग हुन सक्ने सम्भावना छ। भने अब यो सम्भावनाको कुरा मात्रै गरिराख्नु भन्दा पनि सम्भावनाको कुरालाई मेटरलाइज गरेर यसमा लगानी भित्राएर रोजगारी सृजना गर्नु भनेको एउटा निजी क्षेत्रको दायित्व र यसले सरकारले यो खालको वातावरण बनाउन सकोस्। र विशेष गरी यो क्षेत्रमा त्यसै पनि एउटा यो क्षेत्र गरिबीको चाहिँ रेखामुनि छ। त्यो झन्डै सुर्खेतमा मात्रै 32% बढी गरिब छन्, त्योदेखि छिमेकी जिल्लाहरूमा 35, 40, 45 हुँदै 50% माथि गरिबको अवस्था पनि। यो अवस्थालाई हामीले न्यूनीकरण गर्नका लागि लगानी ल्याउन जरुरी छ। अब खरानीको मात्रै राजनीति गरेर राष्ट्रियताको मात्रै कुरा गरेर हुनेवाला छैन। हामीले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय लगानीकर्ताहरूको संयोजन चाहे लघु उद्यमको क्षेत्रमा होस्, चाहे साना तथा मझौला उद्योगको क्षेत्रमा होस्, चाहे ठुला उद्योगको क्षेत्रमा होस्, यी सबै क्षेत्रहरूमा लगानीको चाहिँ प्रबन्धन गर्न जरुरी छ। लगानीको प्रबन्धनबाट मात्रै कुरा समाप्त हुन सक्छ भन्ने हिसाबले चाहिँ हामीले यसलाई अहिले लगानीको उपयुक्त वातावरण रहेको हामीले सोच गरेका छौँ। यसलाई यही कुरालाई मनन गरेर जिल्लाले पनि यसलाई जिल्ला परिषदले नै फोन गरेर अगाडि बढाएर अवस्था छ। अब अहिले यसो हेर्दाखेरि कस्तो छ भन्दाखेरि बत्ती छैन, एउटा कुरा बिजुलीको बत्तीको चाहिँ अलिकति समस्या छ। अर्को कुरा चाहिँ हामीले हेर्दाखेरि पनि सुर्खेत प्रवेश गर्ने अथवा चाहिँ हाम्रो वीरेन्द्रनगरमै हेर्दाखेरि पनि यातायातको रोडको इन्फ्रास्ट्रक्चर जुन एउटा चाहिँ स्ट्यान्डर्डको हुनुपर्थ्यो त्यो पनि देखिया छैन। अर्कोतिर फोहोर मैलाको कुरा गर्दाखेरि पनि अलिकति जुन संस्कारको चाहिँ अलिकति व्यवस्थित चाहिँ सहर हुनुपर्ने त्यो पनि नभइरहेको अवस्था छ। यो चाहिँ जुन अब खानेपानीको कुराहरू भए, यातायातका कुराहरू भए, यो उद्योग स्थापना गर्नको लागि लगानीको लागि चाहिँ एउटा उपयुक्त वातावरणका कुराहरू पहिला नभइकन हामीले एकैचोटि लगानी भनौँ न को सम्भावना देखाउँदाखेरि चाहिँ नि अलिकति भोलि हामी आफैलाई नै अलिकति असजिलो हुने अवस्था हुँदैन। त्यो सन्दर्भमा चाहिँ यहाँले के धारणा राख्नुहुन्छ त? विशेष गरी यो तपाईँले भने जस्तो पूर्वाधारको क्षेत्रमा यो क्षेत्र कमजोर छ। अघि पनि मैले भने थुप्रै लगानीको हाई रिसोर्सेस भएको सम्भावना हामीसँग हुँदाहुँदै पनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको पार्टमा चाहिँ केही कमजोरीहरू छन्, नभएका होइनन्। तथापि सुर्खेतको भ्याली त अब राम्रो खालको अर्बन सिटी के अरे एउटा प्लानबाट नै, मास्टर प्लानबाट नै अगाडि बढिरहेको संरचना हो। र सँगसँगै विशेष गरी अहिले लगानीको क्षेत्रका लागि लगानीको उपयुक्त वातावरणका लागि अथवा यसले गराउने कुरा सबैभन्दा ठुलो कुरा के हो भने हामी कहाँ अहिले पनि विद्युतको जुन कुरा तपाईँले गर्नुभयो, अहिले 48 मेगावाटको भेरी बबे डाइभर्सनको प्रोजेक्ट कार्य सुरु भएको अवस्था छ र यो 5 वर्षभित्रमा उत्पादन आइसक्ने भन्ने अवस्था देखिया छ भने यो अप्पर कर्णाली हाइड्रो पावरको पनि पिडी प्रोसेस कम्पिटिसन भएर इन्भेस्टमेन्ट एउटा फाइनेन्सिङ मोडालिटीमा गइसकेको अवस्था छ।
र विशेष गरी सुर्खेतमा पनि अन्य साना तथा ऊर्जाको क्षेत्रमा पनि अन्य खालका सम्भावनाहरू पनि हामीसँग रहेका छन्। र यसले गर्दा पछिल्लो समयमा र सुर्खेतसँग जोडिएको दैलेख जिल्लामा पनि झन्डै 15 मेगावाटभन्दा बढीको उत्पादन पनि अहिले आउन सक्ने अवस्था देखिरहेको छ। यसले गर्दा ऊर्जाको चाहिँ असुलिटी हामी कहाँ तत्कालै रहन सक्छ भन्ने हो। र यसै गरी अहिले हामीले कुरा के उठाइरहेको थियौँ भने लगानी यहाँ त्यसै आउँदैन, लगानीका लागि त्यस्ता खालका इन्सेन्टिभहरू जरुरी छ। यसका लागि विशेष आर्थिक क्षेत्र सहितको औद्योगिक क्षेत्र स्थापना हुनुपर्छ भनेर हामीले राज्यसँग पनि विभिन्न हाम्रा कन्सेप्टहरू दिएका थियौँ। यस बेलामा चाहिँ संयोगवश नेपाल सरकारको अब पछिल्लो नाकाबन्दीको पीडा र सबै कुराले गर्दाखेरि उद्योग जरुरी छ र सँगसँगै आफूलाई आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रबन्धन गर्ने उद्योगहरू झन् जरुरी छ भन्ने सरकारले पनि त्यो कुरा बुझेको छ। अहिले सबैका लागि यो कुरा चेतना भएको छ नाकाबन्दीको पीडाले गर्दाखेरि। त्यस कारण अहिले सरकारले पनि हामीले जुन 1000 बिघा जग्गा जुन सुर्खेतको साराखनी गाविसमा रहेको क्षेत्रमा 1000 बिघा जग्गा चाहिँ एउटा औद्योगिक क्षेत्रका लागि प्रस्ताव पनि गरेका छौँ। सम्भवतः यो अब बजेटले पनि यसलाई एड्रेस गरेका छ र यो अब स्थापनाको प्रोसेसमा अगाडि बढी जान्छ भने यस्तै यो कारण भनेको हामीले देखिरहेको कुरा के भने अब अहिले सुर्खेतको पश्चिम क्षेत्रमा जुन विगत लामो समयदेखि चौपनी सिमेन्टको लाइसेन्स होल्ड गर्ने परिपाटी बढेर लाइसेन्स होल्ड भएको छ, कार्य प्रारम्भ हुन सकेका छैन। यसका लागि सरकारका क्षेत्रबाट नभएका पूर्वाधार विकासका कामहरूमा सरकारलाई एडभोकेसी गर्ने र जुन लगानीकर्ताबाट भएका ढिलाइलाई पनि चाहिँ सचेत गराउने हिसाबले चाहिँ हामीले यसलाई अगाडि बढाउन खोजिरहेका छौँ। र विशेष गरी लखरपाटाको विगतमा पनि लखरपाटाको ठुलो चाहिँ हामी कहाँ लाइमस्टोनको खानी छ, तथापि त्यसमा अहिले ग्लोबल टेन्डर भएर विविध कारणले गर्दाखेरि अहिले उद्योग मन्त्रालय फाइन थर्किरहेको छ। यसलाई पनि अगाडि बढाउन खोजिरहेका छौँ भने कृषिका थुप्रै एग्रोबेस इन्डस्ट्रीहरू फरेन इन्भेस्टमेन्ट पनि सुर्खेतमा अहिले आइसकेको अवस्था छ। कृषिमा पनि प्रत्यक्ष विदेशी लगानी पनि सुर्खेतमा आएर यहाँबाट सुर्खेत क्षेत्रबाट एउटा हाई भ्यालु एग्रिकल्चर क्रप्सहरू अन्तर्राष्ट्रिय बजारमा एक्सपोर्ट भएको पनि प्र्याक्टिस देखिसकेको छ। र सँगसँगै शैक्षिक क्षेत्रका कुराहरू हामीसँग मध्यप्रदेश विश्वविद्यालय सँगसँगै अन्य आङ्गिक कलेजहरूको र स्कुल कलेजहरूको डेभलपमेन्ट पनि शिक्षा क्षेत्रमा लगानीको आएको छ भने अहिले सरकारले पनि मेडिकल कलेज को कुराहरू पनि अगाडि बढाएको छ र मेडिकल साइन्सको कुराहरू पनि अगाडि बढाएको सँगसँगै स्वास्थ्यसँग हस्पिटलसँग रिलेटेड खालको इन्भेस्टमेन्टहरू पनि हामी कहाँ आउन सक्ने सम्भावना छ। र कृषिसँग सम्बन्धित अन्य उद्योगहरू पनि छ भने सँगसँगै अर्को जडीबुटी प्रशोधन केन्द्रको कुरा सरकार हामीले विभिन्न लामो समयदेखि सुर्खेतलाई सङ्कलन तथा व्यवसाय केन्द्रको अन्डर कन्स्ट्रक्सन प्रोसेसमा गरेर यसलाई अगाडि बढाउने झन्डै अब आउने वर्ष हाम्रो सञ्चालनमा आउने अवस्था, यो वर्ष सञ्चालनमा आउने अवस्था छ भने यसलाई प्रशोधन केन्द्रको रूपमा चाहिँ वृहत हिसाबले अगाडि बढाउनुपर्छ भन्ने पार्टमा पनि आछ। यसले गर्दाखेरि के देखिन्छ भने हामी कहाँ लगानीको सम्भावनाहरूलाई म्याटलाइजेसन गर्ने कुराहरूको मात्रै अभाव हो। त्यस कारण यसलाई चाहिँ एउटा सबैले यसलाई अहिले हाम्रो क्षेत्र चाहिँ विशेष गरी सुर्खेत क्षेत्र ट्रेड हबको रूपमा चाहिँ एउटा व्यापारिक केन्द्रको रूपमा चाहिँ गइरहेको अवस्थामा व्यावसायिक सँगसँगै उद्योगको चाहिँ विकासको लागि पनि हामीले चाहिँ पहल गर्नुपर्छ र यसलाई हाम्रो स्थानीय लगानी मात्र नभइकन स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीहरू सबैलाई आकर्षित गराएर यो क्षेत्रकोमा इन्भेस्टमेन्ट ल्याइसकेपछि यो इन्भेस्टमेन्टलाई सेक्युर गर्न सक्ने र राज्यलाई चाहिँ के भने सबैभन्दा लेस पर क्यापिटल इन्कम कन्ट्रिब्युसन गर्ने क्षेत्र कतिपय गरिबीको मुनि रहेको क्षेत्रमा हाई पोटेन्सियल सम्भावना छ भने त्यसका लागि विशेष आर्थिक क्षेत्रको रूपमा राज्यले यो क्षेत्रलाई घोषणा गरोस् भन्ने हाम्रो यो लगानी वर्षको एक्सपेक्टेसन पनि हो र आशा एवं विश्वास छ। यो लगानी वर्षलाई हामीले मनाउँदा भनेको एउटा मुभमेन्टलाई अगाडि बढाउने कुरा हो। यसले लगानीलाई प्रबन्धन गर्छ र नयाँ लगानीका सम्भावनाहरूलाई अझ उजागर बनाउँछ भन्ने हामीलाई लाग्दछ। अब यहाँको कुरा सुनिरहँदाखेरि जस्तै भनौँ न यी कुराहरू सम्भावना कुराहरू विगतमा पनि उद्योग सङ्घले विभिन्न भनौँ सरकारवाला निकायहरूले पनि सुर्खेतका सम्भावनाहरू चाहिँ प्रस्ताइरहेको अवस्था पनि हो र अहिले ठ्याक्कै हाम्रो जो भनौँ न अब यो रेडियो संसारभरि पनि सुनिरहेको छ, चितवनका अथवा विभिन्न जिल्लाहरूमा चाहिँ अनलाइन मार्फत सबैतिर सुन्ने अवस्था हो। भोलि कोही रेडियो सुनिरहनु भएका इन्भेस्टरले आएर ल ठिक छ हामी सुर्खेतमा चाहिँ एउटा लगानी गर्छौँ, एग्रिकल्चर सेक्टरमा चाहिँ पोटेन्सियल कुराहरू के छ, कुन सेक्टरमा चाहिँ भनौँ न अब ट्रेडिङको सेक्टरमा चाहिँ भनौँ उद्योग वाणिज्य सङ्घको हिसाबले अलिकति छनौट भएका चाहिँ लगानीका सेक्टरहरू के हुन्। अब त्यसै गरी चाहिँ टुरिज्मको सेक्टरमा त्यो किसिमको एउटा प्रोजेक्टको हिसाबले यो सेक्टरमा चाहिँ 1, 2, 3, 4 यस्तो प्रोजेक्टहरू हामीले चाहिँ सोचिरहेका छौँ। थप इन्भेस्टरहरू आए भनेदेखि चाहिँ यो अवस्था छ भनेर भन्न सक्ने अब यहाँहरू लगानी वर्षको चाहिँ तयारीमा हुनुहुन्छ। यहाँले जुन भनिरहनु भएको छ ती कुराहरू त सम्भावना भएका कुराहरू हिजोको दिनमा उठाइरहेका कुराहरू ती भए जुन कुराहरू अहिले भइ पनि रहेका छन् र त्योभन्दा बाहेक एउटा चाहिँ लगानी भित्राउने नै हिसाबले चाहिँ यो परियोजनाहरू चाहिँ हाम्रो चाहिँ पाइपलाइनमा अथवा चाहिँ अपर्च्युनिटिजमा छन्, तपाईँहरूले चाहिँ क्याप्स गर्न सक्नुहुन्छ भन्ने कुराहरू पनि केही छन् भने जानकारी गराइदिनुहोस् न। विशेष गरी हामीले अहिले उठाइरहेका कुराहरूमा विशेष गरी कृषिको क्षेत्रमा उच्च मूल्यका कृषि वस्तुहरू जस्तै अदुवा बेसारका मसलाबारीमा अदुवा बेसार, तपाईँको लाइभ स्टकमा खसी लगायत कमर्सियल भेजिटेबल र भेजिटेबल सिडहरू र सँगसँगै चाहिँ तपाईँको चाहिँ मह लगायत
यस्ता वस्तुहरू बेसी गरी यस्ता वस्तुहरूको विविधीकरणका व्यवहारमा यस्तो खालका एग्रो बेस इन्डस्ट्रीहरू चाहे मिट प्रोसेसिङका इन्डस्ट्रीहरू हुन् चाहे मिट स्लटरिङका इन्डस्ट्री हुन् कोल्ड स्टोरहरू हुन् यस्ता खालका र सँगसँगै एक्सपोर्टमा चाहिँ तपाईँको अहिले पनि जस्तै अदुवा बेसारको कामहरू एक्सपोर्ट भएर स्थानीय बजारमा 3-4वटा कम्पनीले काम गरेर अवस्था छ भने योमा अझै थुप्रो लगानी आउन सक्ने सम्भावना हामी कहाँ देखिरहेका छौँ र सँगसँगै अरू कृषि क्षेत्रको पार्टमा अन्य अब यो हाम्रो अहिले के भने अलिकति कृषिको चाहिँ भोल्युम अफ प्रोडक्सन पनि जिल्लाको जस्तै तरकारीको अवस्था झन् 20,000 टनभन्दा बढीको उत्पादन चाहिँ देखिरहेको छ भने यसले भोलिको दिनमा अहिले बाख्रामा झन् 3 करोडभन्दा बढीको बाख्रा यो वर्ष जिल्लाबाट निर्यात भएको अवस्था छ चिकनको अवस्था त्यस्तै छ भनेपछि एउटा यो कुराले गर्दाखेरि कृषिमा चाहिँ अरू एग्रोबेस इन्डस्ट्रीहरू प्रोसेसिङ इन्डस्ट्रीहरू टमाटर पनि जिल्लाबाट बाहिर आयात भएको अवस्था देखिन्छ यी कारणले गर्दाखेरि कृषिमा पनि साना खालका सिन्डहरू चाहिँ आउन सक्ने सम्भावना छ भन्ने चाहिँ हाम्रो हो जस्तै अहिले पछिल्लो समयमा च्याउको प्रबन्धनको पनि थुप्रो काम चाहिँ अगाडि बढिरहेको छ च्याउको चाहिँ भ्यालु चेन डेभलपमेन्टमा पनि अहिले अगाडि बढाउने छ यसै गरी अघि मैले तपाईँलाई भने जडीबुटीको क्षेत्रमा हामीसँग यो पेरिफेरीमा स्थानीय उत्पादन तथा यो फिडेड मार्केटबाट आउने थुप्रै खालको जडीबुटीको हामीले जडीबुटीको ट्रेड तथा कलेक्सन सेन्टर डेभलप गर्छौँ भने सँगसँगै यस्ता प्रोसेसिङ इन्डस्ट्रीहरू स्टक आयल डेभलप गर्ने इन्डस्ट्रीहरू जस्तो टिमुरको डिस्टिलेसन आयल बनाउने इन्डस्ट्रीहरू अहिले टिमुर जिल्लाबाट थुप्रै टिमुर चाहिँ जिल्लाबाट एक्सपोर्ट भइरहेको अवस्था छ बाहिर जिल्लामा गइरहेको अवस्था छ भने बाहिर जिल्ला तथा इन्टरनेसनल मार्केटमा गएको छन् टिमुरको डिस्टिलेसन आयलको युनिटहरूदेखि लिएर अन्य जडीबुटीका चाहिँ भ्यालु एडिसनका प्रडक्टहरू भ्यालु चेनका प्रडक्टहरू चाहिँ आउन सक्ने सम्भावना थुप्रो देखिन्छ यसमा चाहिँ यो टेरिटोरी चाहिँ एउटा बेस्ट हुनसक्छ भन्ने हो र अघि पनि मैले भने खानी खनिजको सन्दर्भमा सुर्खेत क्षेत्रमै लाइमस्टोनदेखि लगेर जेम्स कानीदेखि थुप्रो सुर्खेत टेरिटोरीमा थुप्रो खानी भएको नाताले यसमा चाहिँ अहिले पनि कौडीको भावमा जेम्स र कानीटिक स्टोन इन्डियामा चाहिँ जान्छ र डलरको भावमा हामी इम्पोर्ट गर्नुपर्ने अवस्था छ भने यसमा राम्रो खालको टेक्नोलोजी ल्याउन सकेसम्म फरेन इन्भेस्टमेन्ट यसमा ल्याएर र लोकल पिपलहरूलाई चाहिँ रोजगार दिन सक्यौँ भने यो पार्टमा चाहिँ राम्रो इन्भेस्टमेन्ट आउन सक्ने एट्र्याक्सन हुने ठाउँ हो जस्तो हामीलाई लाग्दछ यसै गरी पर्यटनको सम्भावनाको विषयमा अहिले हामीसँग काँक्रीबिहारको अहिले मल्टिपल ट्रेन्डिङ भएर जुन शिखर शैलीमा भ्रमण अगाडि बढिरहेको छ हामीसँग ठुलो एउटा इतिहास बोकेको बुलबुले ताल छ त्यसलाई अहिले हामीले सुर्खेत उद्योग वाणिज्य सङ्घले विशेष गरी पर्यटनको एउटा ठुलो प्रोजेक्टको रूपमा चाहिँ बुलबुलेको हामीसँग मास्टर प्लान छ तर बुलबुलेको बिजनेस प्लान हामी बनाउने हिसाबमा उद्योग नगर विकास समितिले घोषित छौँ र पब्लिक प्राइभेट पार्टनरसिप प्रोजेक्टको रूपमा चाहिँ एउटा यसको बिजनेस प्लान डेभलप गरी त्यो आधारमा इन्भेस्टमेन्ट वर्कसप गराएर राष्ट्रिय अन्तर्राष्ट्रिय तथा स्थानीय लगानीकर्तालाई यसमा चाहिँ स्पेसलाइज गराएर यसमा इन्भेस्टमेन्ट गर्न लगाउने खालको चाहिँ एउटा हामी यो पार्टमा पनि सोचिरहेका छौँ र भने अर्कोतिर बजार विविधीकरण सँगसँगै ट्रेड मार्केटहरू डेभलप भइरहेका हुनाले अहिले सुर्खेतमा पछिल्लो समयमा बजारको क्षेत्र चाहिँ अलिकति सङ्कुचन भएको छ यसमा ठुला खालका बिजनेस कम्प्लेक्सहरूको अहिले स्थापनाको चाहिँ एउटा डिमान्ड चाहिँ बढेर गइरहेको छ भने त्यस्तो बिजनेस कम्प्लेक्सको क्षेत्रमा पनि के अरे एउटा ट्रेड प्रमोसनका लागि ट्रेड डेभलपमेन्टका लागि अथवा मार्केट डेभलपमेन्टका लागि पनि यी कुराहरू चाहिँ नयाँ इन्भेस्टमेन्टका सेक्टरहरू हुन सक्छ जस्तो लाग्छ भने एउटा सुर्खेत क्षेत्र भनेको यो क्षेत्रको झन्झनै सबै हिसाबले प्रशासनिक शैक्षिक हिसाबले केन्द्रबिन्दु भएको नाताले यसमा टुरिज्मका अन्य सेक्टरहरू सुर्खेतसँग जोडेर एउटा धार्मिक टुरिज्मलाई कनेक्टिभिटी गर्न सकेर सुर्खेत हुँदै दैलेख हुँदै जुम्लाको कनेक्टिभिटी सँगसँगै कैलाशको कनेक्टिभिटी राजातालको कनेक्टिभिटी र होल रिजनलाई नै कनेक्टिभिटी गराएर हामीले लिएर जान सक्ने चाहिँ सक्यौँ भने टुरिज्मका थुप्रै प्रडक्टहरू हामीसँग ट्राभल टुल्सका कुराहरू अहिले हामीले सुर्खेतमा कमर्सियली राफ्टिङ चाहिँ हाम्रो एउटा सक्सेसफुली राफ्टिङ चलिरहेको अवस्था छ प्याराग्लाइडिङको कमर्सियल कम्पनी आइसकेर काम पनि स्टार्ट गरेको छ भने यस्ता कुराहरू भनेको टुरिज्मका हामीसँग डाइभर्सिफाइड खालका प्रडक्टहरू हामीसँग छन् त्यसलाई इन्टरभेन्सन गर्ने र त्यसलाई बजारीकरण गर्न सक्यौँ र हामी कहाँ टुरिस्टहरू त्यो अनुसार अहिले पछिल्लो समयमा रारालाई बेस मानेर सुर्खेत आउने टुरिस्टहरू पनि थुप्रै हुन्छ भने उनीहरूलाई टुरिस्टहरूलाई यहाँ खर्च गराउने खालका वातावरणहरू र पछिल्लो समयमा होटल सेक्टरमा पनि 2500 करोडका होटलका इन्भेस्टमेन्टहरू पनि सुर्खेतमा आएको अवस्था देखिन्छ कम्तीमा 4 तारे होटलहरू यहाँ खुल्न थालिसकेका अवस्था छ केही अन्डर कन्स्ट्रक्सन छन् केही सुरु भइसकेका छन् भने अन्य पनि आउन सक्ने अवस्था देखिरहेको छ यसले गर्दा के देखिन्छ भने र अब अर्को एउटा मैले तपाईँलाई भन्नै पर्ने कुरा बेसी गरी अहिले लघु उद्यमको क्षेत्रमा र बेसी गरी जुन पछिल्लो समयमा बङ्गलादेशले जुन एउटा हिस्ट्री बनायो चाइनाबाट ठुलो लेभलमा फेब्रिकेसन इम्पोर्ट गर्ने र बङ्गलादेशका गाउँहरूमा चाहिँ बस्तीमा महिलाहरूले जुन खालको चाहिँ यसलाई स्विङ डेभलप गरेर भनौँ न गार्मेन्ट्सलाई एक्सपोर्ट गर्ने खालको हिसाबले अहिले बङ्गलादेश ठुलो एउटा एक्सपोर्ट इन्डस्ट्री गार्मेन्ट एक्सपोर्ट इन्डस्ट्रीको रूपमा चाहिँ विकसित भएको छ भने पछिल्लो समयमा गलैँचामा पनि सुर्खेतमा झन्डै 300जनाभन्दा बढीले रोजगारी प्राप्त भइसकेको अवस्था छ कम्युनिटी लेभलमा सानो लेभलमा गलैँचा हुने र गलैँचा काठमाडौँ र सुर्खेतको बिचमा आउटसोर्सिङ मोडलले एउटा काम गरेर त्यो गलैँचा एक्सपोर्ट भइरहेको अवस्था छ भने गलैँचादेखि लिएर गार्मेन्ट्सका प्रडक्टहरूमा पनि यहाँ लगानी आउन सक्ने सम्भावना छ र थुप्रै बस्तीहरू मान्छेहरूको बेरोजगारीले
धानिराखेको छ अनि त्यसलाई र कृषिको क्षेत्रलाई व्यावसायिकतामा लिएर जाने र होलिस्टिक हिसाबले कृषिलाई चाहिँ व्यावसायिकरण गर्ने पार्टमा पनि थुप्रै रोजगारी सिर्जना हुन सक्ने थुप्रै लगानी आउन सक्ने सम्भावना छ भन्ने हामीले देख्छौँ र यी सबै कुराहरूलाई कनेक्टिभिटी गराएर लगानी प्रबन्धनका कार्यक्रमहरू अगाडि बढाउन सक्यौँ र लगानीलाई आकर्षण गराउने र बेसिकली लगानी गर्नका लागि चाहिँ उत्साही बनाउने खालको वातावरण बन्यो भने मलाई जहाँसम्म लाग्छ यो वातावरणका लागि लोकल लेभलमा पोलिटिकल कमिटमेन्ट राजनीतिक प्रतिबद्धताको हिसाबले जिल्ला परिषदले कुनै पनि खालका लगानी वर्षका आउँदाखेरि ससम्मान तरिकाले गर्ने र त्यसलाई कन्स्ट्रक्टिभ खालको र रचनात्मक तरिकाले सहयोग गर्ने भन्ने सम्पूर्ण जिल्लाको स्टेकहोल्डरको प्रतिबद्धता र सँगसँगै पूर्वाधारका क्षेत्रमा गरिदिनुपर्ने लगानीका उद्योगका क्षेत्रमा कुनै व्यवसायका क्षेत्रमा गर्नुपर्ने कुनै पूर्वाधारका कुराहरू छन् भने त्यो पनि चाहिँ एउटा तत्काल प्रोभाइड गर्ने बत्ती पानी बाटोकादेखि लिएर कुराहरू चाहिँ त्यसलाई सहजीकरण गर्ने र त्यसलाई हामीले जुन पिपिसिसी फोरममा जुन एलडीको अध्यक्षतामा र सहसंयोजक यो हाम्रो उद्योग वाणिज्य सङ्घको अध्यक्ष रहने व्यवस्था छ यसले चाहिँ ती कुरालाई अगाडि चाहिँ अप्ठ्यारो निम्ताउने र पछि गरी नीतिगत तहमा जिल्ला स्तरमा भएका समस्यालाई जिल्ला स्तरमा निराकरण गराउने र राष्ट्रिय स्तरका समस्यालाई पोलिसी लेभलमा पब्लिक प्राइभेट डायलगबाट हामी कार्य अगाडि बढाउने मेन्टालिटीमा छौँ। यसले गर्दा हामीलाई के लाग्छ भने लगानी वर्षका लागि मनाउनका लागि लगानी भन्ने पनि लगानीको लागि यो उपयुक्त समय हो र लगानीका थुप्रै सम्भावनाहरू हामीसँग छन्। यसमा चाहिँ लगानी जेनेटिक भइरहेको अवस्था छ भने चाहे सानो तथा मझौला लघुको लगानी होस् चाहे ठुला उद्योगहरूको लगानी होस् विभिन्न खालका प्रडक्टहरूमा लगानीको लागि एउटा ब्राजिल ल्यान्ड अफ इन्भेस्टमेन्ट इन्स्टिट्युट भन्ने हामीलाई लाग्दछ। यो लगानीको कुरा गर्दाखेरि अब निजी क्षेत्रबाट पनि धेरै सङ्घ संस्थाहरूले चाहिँ आर्थिक विकासमा चाहिँ नि एउटा टेवा पुर्याइरहेका छन्। जस्तै घरेलु तथा सानो उद्योग महासङ्घ छ, यहाँहरूको चाहिँ उद्योग वाणिज्य सङ्घ भयो। त्यस्तै गरी अब विषयगत जस्तै वस्तुगत सङ्घहरूमा टुरिज्मलाई हेर्ने निजी क्षेत्रबाट छुट्टै सङ्घ संस्थाहरू पनि छन्। सरकारी निकायमा कुरा गर्दाखेरि घरेलु तथा साना उद्योग कार्यालय जसले चाहिँ लघु तथा घरेलु उद्यमको विकास उद्योगको विकासको लागि चाहिँ एकदम राम्रोसँग काम गरिएको अवस्था छ। यी सबै निकायहरू जिल्ला विकास समिति नगरपालिका यी सबै निकायहरूलाई चाहिँ यो लगानी वर्ष हाम्रै हो उद्योग वाणिज्य सङ्घ सुर्खेतले मात्र गरे होइन भन्ने किसिमको स्टेक गराउनको लागि फिल गराउनको लागि चाहिँ हामी कसरी अगाडि बढ्छौँ एकैछिन त्यो विषयमा पनि जानकारी गराइदिनुहोस्। अघि पनि चक्रमाणजी मैले धेरै कुरा प्रश्न गरेँ जस्तो लाग्छ। जिल्ला परिषदमा पिपिसिसी फोरम भन्ने जुन पब्लिक प्राइभेट कोअपरेटिभ पार्टनरसिप फोरममा लगानी वर्षका मुद्दाहरूलाई हामीले लगानी वर्ष किन मनाउनुपर्छ, केका लागि गर्नु जरुरी छ, लगानी प्रबन्धनका कार्यक्रम कसरी गर्नुपर्ने भन्ने कुरामा एलडिओ स्थानीय विकास अधिकारीको संयोजकको सहसमिति उद्योग वाणिज्य सङ्घ एफएनसिएसआई साना तथा घरेलु महासङ्घ जिल्ला सहकारी सङ्घ घरेलु विकास समिति लगायतका अन्य स्टेक होल्डरहरूको एउटा कमिटी र त्यो कमिटीले एप्रुभ गरेको एजेन्डा भएको हुनाले लगानी प्रबन्धनका कार्यक्रमहरू अगाडि बढाउनुपर्छ, यसलाई इनोभेटिभ हिसाबले अगाडि बढाउनुपर्छ भन्ने उहाँहरूको सहमति छ र यसलाई अब सबैको ओनरसिप हुने हिसाबले बनाउनका लागि सबै क्षेत्रबाट सबै तह र तबकाबाट यो कुरालाई एउटा मेटेरियलाइजेसन गर्ने र लगानीका लागि उपयुक्त वातावरण यो हो। यो वातावरणमा हामीले लगानी चाहे सानो लगानी होस् चाहे ठुलो लगानी होस्, लगानीलाई संरक्षण गर्ने, लगानीलाई प्रबन्धन गर्ने, चाहे वैदेशिक लगानी होस् चाहे राष्ट्रिय लगानी होस् चाहे स्थानीय लगानी होस्, सबैलाई मेटलाइज गरेर लिएर जानुपर्ने चाहिँ एउटा हाम्रो कमिटमेन्ट, सबैको कमिटमेन्ट र सबैको ओनरसिप बनाउने हामी अत्यन्त ठुलो प्रयत्न गरिरहेका छौँ। अब एकैछिन अब हामी लगभग हाम्रो संवादको अन्तिममा पनि छौँ। यसलाई कार्यान्वयन पक्षमा चाहिँ एजुकेसन लेभलमा चाहिँ अगाडि बढाउँदाखेरि यहाँहरूले कसरी लग्ने जुन यो यहाँको जुन अब भिजन छ उद्योग वाणिज्य सङ्घको एउटा लिड गर्ने संस्था त एउटा उद्योग वाणिज्य सङ्घ पनि नै हो जस्तो लाग्छ। त्यो हिसाबले एजुकेसन लेभलमा चाहिँ जति भनिरहेका कुराहरू छ यसलाई एजुकेसन गर्ने पार्टमा चाहिँ कसरी अगाडि बढाउने योजना गरिनु भएको छ त? कार्यान्वयनको सम्बन्धमा हामीले चाहिँ अब यसले यो कुराहरू जुन हामीले कन्सेप्ट ल्याएको छौँ यो कन्सेप्टलाई मेटलाइज गर्नलाई हामीले प्रावधाता नियुक्त गर्छौँ र प्रावधाता नियुक्त भएको क्वेसन पनि अगाडि बढिसकेको अवस्था छ र प्रावधाता सँगसँगै विभिन्न खालका स्टेक होल्डर मिटिङहरू र बेसी गरी सरकारका प्रतिनिधिहरू, जिल्ला स्टेक होल्डरहरू र सँगसँगै राष्ट्रिय प्रतिनिधिहरू र बेसी गरी यो नेपाल उद्योग वाणिज्य महासङ्घलाई पनि यसलाई ओनरसिपको लागि हामीले प्रस्ताव गरिसकेका छौँ र उहाँहरूको पनि सकारात्मक तरिकाले यसलाई ओनरसिप लिएर अगाडि बढाउने भन्ने कुरा पनि आइसकेका छ। र यी कुराहरूलाई बेसी गरी हामीले लगानी प्रबन्धनका कार्यक्रमहरू लगानी वर्षको बेलामा चाहिँ हामीले आर्थिक यो के अरे लगानी वर्षको आधार दिगो आर्थिक समृद्धिको पूर्वाधार भन्ने चाहिँ हामीले नारा पनि बनाएका छौँ। यो कुरालाई एउटा कार्यान्वयन तहमा लिएर जानका लागि सम्पूर्ण तह तथा सबै सरकारी निकाय, गैर सरकारी निकाय, उद्योग व्यवसाय, विभिन्न एनजिओहरू लगायत अन्तर्राष्ट्रिय दात्री निकायहरू, अन्तर्राष्ट्रिय बिजनेस इन्भेस्टरहरू लगायत अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सका प्रतिनिधिहरू सबै क्षेत्रको चाहिँ हामीलाई सहयोग रहनेछ। यसलाई विभिन्न खालका सूचना प्रविधिको माध्यमबाट हामीले यसलाई प्रचार प्रसारमा ल्याउनेछौँ। कतिपय मिटिङहरू हामीले गुगल ह्याङआउटकोबाट पनि हामी सुरु गर्नेछौँ
कति जस्तै हामीले अहिले पनि प्र्याक्टिस सुरु गरेका छौँ सुर्खेत र अफगानिस्तानको बिचमा चाहिँ यो विगतमा पर्यटनको काम गरेका थियौँ भने अहिले एग्रिकल्चर प्रडक्टको यो इन्भेस्टमेन्ट इयरकोमा सुरु गरेका छौँ। अस्ति पनि हामीले नेदरल्यान्डका लगानीकर्ताहरूलाई सुर्खेतमा बोलाएर एउटा उहाँहरूको चाहिँ यसमा सुर्खेतको इन्भेस्टमेन्टलाई अझै प्याटर्निङ गर्ने पार्टमा पनि हामीले कार्य अगाडि बढाएको छौँ। अनि यी यस्ता कुराहरूलाई यसलाई कार्यान्वयनको पक्षमा भनेको यसलाई एउटा नाराको शैलीमा मात्र नभएर यो प्रबन्धात्मक कार्यक्रम सँगसँगै यसले इन्भेस्टमेन्ट ल्याओस् र एउटा इन्भेस्टमेन्टको एउटा चाहिँ मेटेरियलाइजेसन गर्न सकोस्। अहिलेको एक्जिस्टिङ अवस्था यस्तो थियो र यो वर्षभरिको चाहिँले एउटा यो मुभमेन्ट ल्याउन सक्यो र बेसी गरी हाम्रो चाहना यसमा के हो भने लगानी यो क्षेत्रमा आउन सम्भाव्य छ। लगानीका लागि थुप्रै सम्भावनाका ढोकाहरू खुल्ला छन्, तर लगानी आउने वातावरणका लागि नीतिगत हिसाबमा सरकारले यो क्षेत्रमा त्यो खालको वातावरण बनाइदिनुपर्छ। पूर्वाधारका क्षेत्रमा सरकारले लगानी गरिदिनुपर्छ र सँगसँगै यो क्षेत्रमा लगानी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथा स्थानीय लगानीकर्ताहरूलाई विशेष आर्थिक क्षेत्रको रूपमा यो क्षेत्रलाई विकास गर्ने गरियो भने जुन हिसाबले गरिबीको पीडा र गरिबीको एउटा भनौँ जुन गरिबीको चाहिँ एउटा भनौँ न पोभर्टी लेभलभन्दा तल रहेका मान्छेहरू र बेसी गरी यो क्षेत्रको रिसोर्सलाई अगाडि बढाउनलाई ठुलो योगदान पुग्छ भन्ने लाग्दछ। यसमा चाहिँ मध्यपश्चिमाञ्चल विश्वविद्यालय, मिडुसी स्कुल अफ म्यानेजमेन्ट, मिडुसी युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले पनि यसमा सहकार्यको चाहिँ हामीसँग चाहिँ हात फैलाइराख्नु भएको छ र विभिन्न जातीय निकायहरू र जिल्ला सम्पूर्ण सरकारवाला निकायहरू यसले यो कुरालाई कार्यान्वयनलाई गर्ने र कार्यान्वयनको तहमा पुर्याउने र लगानी प्रबन्धन गर्ने कार्यमा अगाडि बढ्नु। सम्पूर्ण यो मिड नेपालका मध्य नेपालका श्रोताहरूलाई विशेष गरी रेडियो श्रवण गरिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई म सुर्खेत लगानी वर्ष 2073को अवसरमा यहाँहरूलाई सुर्खेतमा हार्दिक निमन्त्रणा गर्न चाहन्छु। लगानीका अवसरहरू सुर्खेत क्षेत्रमा पनि थुप्रै अवसरहरू छन्, यहाँहरू आइदिनुहोस्। आन्तरिक पर्यटनको विकास पनि गरौँ र चितवन र सुर्खेतको बिचको सामिप्यता अगाडि बढाउन तथा यो क्षेत्रको एउटा लगानी प्रबन्धनको पार्टमा र लगानी वर्षलाई सफलता बनाउन यहाँहरूको पूर्ण रूपमा भूमिका हुनेछ भन्दै म सम्पूर्ण चितवनवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो सुर्खेत लगानी वर्षको अवसरमा यहाँहरूलाई सुर्खेतमा हार्दिक स्वागत गर्न चाहन्छु। हस्त अध्यक्षज्यू, यहाँले अति व्यस्त समय हाम्रो कार्यक्रम अर्थ सरकारलाई दिनुभयो, यहाँलाई धेरै धन्यवाद। हस्, धन्यवाद चक्रमाणजी। यो चितवनको रेडियो मार्फत हामीलाई हाम्रा सुर्खेतका विचारहरू, सुर्खेतका धारणाहरू त्यस क्षेत्रका श्रोताहरूलाई चाहिँ जुन पस्किने अवसर दिनुभयो यसका लागि म यहाँलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सुर्खेत लगानी वर्ष 2073का सन्दर्भमा कुराकानी। हामीसँगको कुराकानीमा हुनुहुन्थ्यो सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारी। यहाँलाई आजको कार्यक्रम अर्थ सरकार कस्तो लाग्यो? कुनै सल्लाह सुझाव भए रेडियो अर्पण 104.5 मेगाहर्ज रत्नगर 1 बकुलहरमा पत्रचार गर्न सक्नुहुनेछ। यदि तपाईसँग इन्टरनेटको सुविधा छ भने रेडियो अर्पण न्युज @gmail.com मा इमेल पनि गर्न सक्नुहुनेछ। कार्यक्रम सुनेर साथ दिनुहुने श्रोता महानुभावलाई धेरै धन्यवाद। प्रविधि कक्षबाट सहयोग गर्नुहुने सहकर्मी विवेकलाई पनि धन्यवाद। अब अर्को साताको आइतबार बिहान 7:30 बजे फरक विषय लिएर श्रोता समक्ष उपस्थित हुनेछौँ। यति बेला भने म कार्यक्रम प्रस्तोता चक्रपाणी तिमल सिन्हा पनि बिदा हुन्छु। नमस्ते। सुन्दै रहनुहोला रेडियो अर्पण 104.5 मेगाहर्ज। यो हो रेडियो अर्पण 104.5 मेगाहर्ज। अर्पण सबैका लागि, सधैँका लागि।